हिमालयको मुटुमा जहाँ ढुङ्गाले आकाश छुन्छ विभाजन मात्र थियो, जबसम्म एक मानिसले एकताको गन्तव्य देखेनन्। 1744 देखि 1779 सम्म सपना तरवार बन्यो, नुवाकोट ढल्यो, काठमाडौँले पछ्यायो। सीमा जित्दै र भूमि बढाउँदै उनीहरूले डरलाग्दो साम्राज्य बनाए। अब तिनीहरू खतराको किनारामा उभिएका छन्। सीमाहरू मिचिए, वन र फाँटहरूमा दाबी ठोकाइयो, हरेक कदममा टकराव बढ्यो। पहाडका नयाँ शासकहरूले युद्ध रणनीति नियन्त्रण गरे। उनीहरूको हरेक चालले ब्रिटिस मनमा डर पैदा गर्यो। तराईमा बटोलको विवाद आगोको झिल्को बन्यो। अवधको दाबीलाई खारेज गर्दै नेपालले सेना तैनात गरी आफ्नो हक स्थापित गर्यो। अब युद्ध निश्चित भयो। लर्ड हेस्टिङ्सले युद्धको घोषणा गरे। उता पहाडका योद्धहरू आफ्नो हक स्थापित गर्न तयार थिए।